गाइस नमस्कार मेरो सम्पूर्ण नमस्कार। आज म तपाईहरुलाई यो दौलतपुरको एकदमै लामो झुलुङ्गे पुल देखाउँछु ल। तपाईहरुले कस्तो छ हेरिदिनु होला। यो प्रवेशद्वार योमा यसरी छ, उताबाट स्टार्ट भएको छ। तपाईहरु हेरिदिनु होला। यो सिडी पनि छ, यहाँ बाइक हिँड्ने बाटो पनि छ, मान्छेले हिँड्ने सिडी पनि छ। गाइसहरु हेर्न सक्नुहुन्छ तपाईहरु। यहाँ मान्छे एकदम घुइँचो हुन्छ आज भोलि घुम्नेहरु। एकदम रमाइलो छ। तपाईहरु आउन सक्नुहुन्छ यो दौलतपुरको घाटको झुलुङ्गे पुलमा। एकदम राम्रो छ। अहिले आउनु होला। एकदमै छ। अहिले बाहिर घुम्न लागेको ठाउँ छ। एउटा पर्यटकीय ठाउँ जस्तो भइसकेको छ यो। मान्छेहरुको एकदम घुइँचो हुन्छ। तपाईहरु यो भिडियो हेरेपछि पक्कै पनि मन पराउनुहुन्छ होला। आउनु होला गाइजहरु। गाह्रो छ, आउनु सक्नुहुन्छ बर्दियाको राजापुर नगरपालिकामा स्थित यो झुलुङ्गे पुल एकदमै लामो छ। यो बर्दिया र कैलाली जोड्ने पुल। मान्छेहरुको धेरै घुइँचो हुन्छ यहाँ। यस्तो घाममा पनि यस्तो मान्छेहरु हुन्छ यहाँ। हाम्रो यो फोटोग्राफरहरु पनि धेरै लस्करै हुन्छन् हाम्रो यहाँ। फोटो खिच्नेको घुइँचो हुन्छ। फोटो खिच्ने, टिकटक बनाउने एकदम लामो पुल छ। यो हाम्रो कराई नदी, सानो कराई नदी भन्छ यो पछिपट्टिको। यो कराई नदीमा स्थित यो पुल हो। बर्दिया र कैलाली जोड्ने पुल झुलुङ्गे पुलमा स्थित रहेको छ यो। तपाईं हेर्न सक्नुहुन्छ। अब कति लामो भिडियो भन्छ सबैजना हेरिदिनु होला। म तपाईहरुलाई सम्पूर्ण यो पुल देखाउँछु ल। नदी पनि अब बर्खायामको टाइममा नदी पनि बढिरहेछ। हेर्न सक्नुहुन्छ। रमाइलो छ। अहिले एकदमै हामी एउटा घामको टाइममा छौँ। गर्मी छ। मान्छेहरु त्यति हुँदैनन् होला, साँतिर हुन्छन् होला मान्छे यहाँ। एकदम रमाइलो ठाउँ छ। गाइसहरु तपाई आउन सक्नुहुन्छ। यहाँ मान्छेहरु एकदम भिडियो बनाइरहेछन्। रमाइलो छ। आउन सक्नुहुन्छ घुम्नलाई। एकदम राम्रो ठाउँ छ यहाँ। तपाईहरु एकदमै मजा लिन सक्नुहुन्छ, रमाइलो गर्न सक्नुहुन्छ। अझ हामी सेन्टरमा पुगेका छैनौँ है। यति टाढा हिँडिसक्यो, सेन्टरमा पुगेका छैनौँ। सेन्टर उता परे छ, उतापट्टि छ सेन्टर। अब वास्तवमा घुम्ने लायकको ठाउँ नै भइसकेको छ। यो पर्यटकीय ठाउँ जस्तो भइसकेको छ। तपाईहरु आउन सक्नुहुन्छ यो बर्दिया र कैलाली जोड्ने झुलुङ्गे पुल। एकदम मान्छेहरु घुइँचो हुन्छ यहाँ। अब के देखाऊँ तपाईहरुले के देखाऊँ। यहाँ फोटो खिच्नेको घुइँचो छ, सबै छ हैन। एकदमै म तपाईले पुरै यो झुलुङ्गे पुलको दौलतपुरको झुलुङ्गे पुलको तपाईको सबै भ्रमण गराउँछु भिडियो मार्फत तपाईहरुलाई। परेपट्टि चाहिँ कैलाली हो हाम्रो। अब टिकापुर कैलाली जोड्ने रमाइलो छ। म एकछिनमा तपाईहरु पुरै देखाउँछु यो कैलाली। एकदम रमाइलो हुन्छ, एकदमै घुइँचो हुन्छ मान्छेहरुको। यहाँ घुम्न मान्छेहरुको एकदम घुइँचो हुन्छ। यो चाहिँ हाम्रो साइड सेन्टर होला। यो स्ट्रिट यो रङ लगाएको लामो लामो यो सेन्टर होला तपाईहरुको। देख्न सक्नुहुन्छ। पानी भोगिरहेको छ, सबै छ। यो रमाइलो छ।
लामो छ गाइजहरू, एकदमै लामो छ पुल। तपाईँ देखिराख्नु भएको छ यहाँ। म तपाईँहरू यहाँ एउटा बिसौनी ठाउँ पनि छ है गाइजहरू। एकदम राम्रो पुल छ, एकदम रमाइलो छ, एकदमै हेर्न लायकको पुल छ तपाईँको झुलुङ्गे पुल। नेपालको सबभन्दा सायद अब लामो पुल हुनसक्छ होला, अब त्यसरी त अब अनुमान गर्न सकिएन, सबैले लामो पुल नै होला यो। बर्दिया र कैलाली जोड्ने यो झुलुङ्गे पुल। यो तलतिर हो हाम्रो नदी, यो कर्णाली नदी भन्छ यसलाई, सानो कर्णाली नदी। यो पश्चिमपट्टिको कर्णाली नदी, अरू पर्यो ठुलो कर्णाली पारी छ होइन, पूर्वपट्टि। यता पनि त्यस्तै छ, तपाईँ हेर्न सक्नुहुन्छ तपाईँहरू। तपाईँलाई पुरै देखाउँछु म। पुरै यो ठाउँ, यो पुलको पुरै भ्रमण गराउन सक्छु यो भिडियो मार्फत। तपाईँहरू हेरिदिनु होला है राम्रोसँग। तपाईँहरू यो भिडियो मार्फत हेरेर पक्कै पनि घुम्न आउन मन लाग्छ होला, तपाईँहरूलाई जसरी पनि आउनु होला। एकदम रमाइलो छ ट्र्याकहरू। हेर्न सक्नुहुन्छ गाइजहरू, एकदम रमाइलो छ। यस्तो छ, ऊ पर छ धेरै पोलहरू ठाउँ ठाउँमै छ, राम्रो छ, एकदमै रमाइलो छ यहाँ ठाउँ। हामी पनि एकदमै रमाइरहेछौँ यहाँ घुम्न आएर, र साथसाथै तपाईँहरूले पनि रमाउँ भन्ने आशाले यो भिडियो बनाइरहेको छु। एकदमै तपाईँ नदी पनि हेर्न सक्नुहुन्छ गाइसहरू। उतापट्टि अलिअलि ठुल्ठुलो सानो सानो जङ्गल जस्तो पनि छ, यो जङ्गल नै हो। उता कर्णाली स्टेट, यो टिकापुर स्टेट जङ्गल, अनि यो बर्दिया स्थित जङ्गल, अनि उता पारिपट्टि भयो तपाईँको बर्दिया, अनि वारी भयो यो कैलाली। एकदमै राम्रो छ, धेरै राम्रो पुल हो। तपाईँहरू हेर्न सक्नुहुनेछ आएर, अनि रमाइलो गर्न सक्नुहुनेछ यो ठाउँलाई अवलोकन गरेर। तपाईँ जहाँबाट हेर्नुहुन्छ, जस्तो ठाउँबाट हेर्नुहुन्छ होइन, तपाईँहरू यो ठाउँ आउन सक्नुहुन्छ हेर्न। एकदम मजाको ठाउँ छ यो त, घुम्न लायक ठाउँ बनेछ, एउटा पर्यटकीय ठाउँ जस्तै बनेछ यो। एकदम बेस्ट ठाउँ बनेछ यो त, झुलुङ्गे पुल निर्माण गरेर। यो त एकदमै हामीलाई एकदम खुसी लागेको छ यो ठाउँ बनेर पनि। यो राजापुर स्टेट, राजापुर नगरपालिका स्थित एउटा बर्दियामा, राजापुर नगरपालिका स्थित एउटा यो बर्दिया र टिकापुर जोड्ने, यानि कि कैलाली जोड्ने एउटा यो झुलुङ्गे पुल हो। र यो पर माथि अब यहाँबाट देखिन्न होला, एउटा पारी अब ठुलो पुल पनि बनिरहेको छ, त्यहाँ पनि अब निर्माण कार्य सकिने क्रममा छ। आवतजावत कार्यक्रममा ठुल्ठुलो गाडीहरू चाहिँ हिँड्न सकेको छैन, मतलब अनुमति दिएको छैन। र सबै अनुमति दिएर नै अब उद्घाटन गरेर नै यो यहाँ चालु भएको हो। अब हामी लास्टतिर आइसकेका छौँ गाइस। यो लास्ट खम्बा हो हाम्रो यो पुलको, मतलब कैलाली स्थितको लास्ट खम्बा हो यो, लास्ट खम्बा भन्नु पर्यो। लामो छ, जे होस्। तपाईँहरू हेर्न सक्नुहुनेछ गाइजहरू। ल यो गाइजहरू, यो चाहिँ लास्ट खम्बा हो हाम्रो कैलाली स्टेट, त्यो लास्ट खम्बा। तपाईँलाई सुरुमा देखाएको त्यो सुरु बर्दियाको सुरु खम्बा हो भने यो कैलाली स्टेट लास्ट खम्बा हो यो। अब यताबाट के पर्छ, हाम्रो कैलाली पर्छ। देख्नुहुन्छ मान्छेहरूको घुइँचो, यहाँ घुम्ने मान्छेहरूको यता
यहाँ खाना बस्ने सबै कुरा छ। मान्छेहरू एकदम नास्ता पनि गर्न सक्नुहुन्छ। सानो सानो नास्ता पसल पनि छ यता होइन। यताबाट मान्छेहरू पनि राम्रो छ यहाँ हेर्न सक्नुहुनेछ तपाईँहरू। अब तल सायद तलसम्म नजाऊँ गाइस, यताबाटै तपाईँहरूलाई म देखाउँछु। नै हो जसरी म आउने बेला देखाएँ त उता त्यस्तै छ। यहाँ पनि बाटो यही हो हाम्रो स्ट्रिट, हाम्रो यो कैलाली। अब हामी चाहिँ यताबाट कैलालीमा पर्न सक्छौँ। यो कैलाली ठाउँ हो यो। अब यो चाहिँ यता परेपछि कैलालीको टिकापुर भन्ने ठाउँ पर्छ। अलि माथि उता गएपछि गाइजहरू तपाईँहरू पनि यो भिडियो हेरेपछि पक्कै पनि यो ठाउँमा घुम्न आउन सक्नुहुनेछ र रमाइलो लिन सक्नुहुनेछ तपाईँहरू। यो पुरा भिडियो हेर्नु होला अनि पक्कै पनि यो ठाउँमा होइन तपाईँहरूलाई घुम्न मन लाग्न सक्छ, आउन लाग्न सक्छ होइन, आउन सक्नुहुनेछ। तपाईँ पूर्व पश्चिम उत्तर दक्षिण जताको साथी मेरो सब्सक्राइब हुनुहुन्छ तपाईँहरू पुरै आउन सक्नुहुनेछ गाइसहरू। ल गाइस हाम्रो भिडियो चाहिँ यतिमा अब समाप्त गर्छु ल गाइसहरू। तपाईँहरू रमाइलो लिनु होला, इन्जोय गर्नु होला। यता नास्ता पसल धेरै छ, आएर तपाईँ भोक पनि बस्न सक्नुहुन्न। जङ्गल जस्तो ठाउँ, नदी जस्तो ठाउँमा के होला भन्न सोच्नुहुन्छ होला। यहाँ धेरै छ तपाईँहरूको नास्ता पसल थुप्रै छ यहाँ। अब उता झन् अलिकति उता पश्चिमतिर गयो भने झन् बजारै आउँछ, टिकापुर नगरपालिका नै आउँछ। त्यस्तो गराउनु पर्दैन। अनि जस्तो यसको छेउमा उतापट्टि अलिकति माथि हाम्रो टिकापुर पार्क पनि छ। म त्यसको भिडियो पछि बनाउँछु होइन गाइस। अब यतिमा यो भिडियो समाप्त गर्छु। हस्, धन्यवाद गाइजहरू।